म यो भन्न चाहन्छु कि जसले तपाईँलाई उज्यालो पल दिइरहेको छ, भन्नुको अर्थ के भने तपाईँको अगाडि दियो बालेर ऊ हिँडिरहेको छ, तपाईँ उसकै सहारामा हिँडिरहनु भएको छ। उसकै सहारामा हिँडिरहनु भएको छ भने तपाईँले के बुझ्नु पर्यो भने उसको उज्यालोपनले म हिँडिरहेको छु। तर व्यक्तिहरू आजभोलि यो सम्झन्छन् कि त्यो उज्यालो पल चाहिँ मेरो हातमा भयो, म उज्यालो हिँड्थेँ, उसलाई पछाडि राख्थेँ या उसलाई अन्धकारमा छोडिदिन्थेँ। एकचोटि सम्झिनु त, मैले भन्नु खोजेको के हो भने उहाँ तपाईँभन्दा उहाँ केही जान्नुहुन्छ या उहाँ तपाईँभन्दा केही अगाडि हुनुहुन्छ भने तपाईँ उहाँदेखि सिक्दै हुनुहुन्छ भने तपाईँ सिक्नुहोस्, तपाईँ पनि त्यो उज्यालो बन्नुहोस्। तर किन तपाईँ खसाउन खोज्दै हुनुहुन्छ उहाँ? तपाईँले खसाएर पनि हुने होइन या तपाईँले चाहेर हुने कुरा पनि होइन, उहाँले दिनु खोजेर पनि हुने कुरा होइन त्यो कुराहरू। तपाईँ बन्नु चाहनु पर्यो